गाइस दामी तरिकाले पानी परेको दिनमा चाहिँ गाडीको बल्ल महत्त्व बुझिन्छ कि यसको यो हल्का मिलाउनु पर्ने रहेछ ल ठिक छ यस्तो गरे दामी यो चिसै भएर गाडी रोको ल अरु त के नै भन्नु छ गाइस जिन्दगीमा पानी परेको बेला बल्ल यसको महत्त्व छ चार तरिकाको महत्त्व हैन हैन क्या बल देखिन्छ माथिबाट सर घाम मिलाइरह स्यालको बिहे भयो जस्तै पानी परेको अवस्था छ अब चाहिँ हामी निस्किन्छौँ यहाँबाट बौद्ध जाने कहाँ जाने मोमो खान जाने यस्तो मौसमले च्यालेन्ज हानिन्छ नि अरू मौसम च्यालेन्ज हान्ने बेला दारू हान्छन् गरे हामी मोमो हान्छौँ फेरि मौसमले च्यालेन्ज हानेको दिनमा चाहिँ कस्तो बानी अझै भएन कि मेरो यहाँको कस्तो फोहोर हुन्थ्यो अझ बानी भयो भने बल्ल राम्रो देखि लागि भन्छु गरे अब चाहिँ निस्किनु पर्ने छ यसको यहाँ अर्को खासियत चाहिँ मलाई यस्तो मन पर्छ 360 क्यामेरा के टक्क आनन्दले हेऱ्यो फुल अन काट्यो सब देखिने क्या मजा आयो चलाउनै नजानिले नि चलाउँछ होला कि हल्का गेम भिडियो गेम खेल्ने चलाउँछ होला कलाएर पानी फेरि बिदो भयो त यार भर्खरै तर कति बेला पर्छ भन्ने पानी यो छिनछिनमै पर्ने पानी हो यो बिदो हुने पानी चाहिँ होइन फेरि है गाइस हामी चाहिँ निस्किसक्यौँ तिलन च्याम्पिङ रह्यो नि तेरो नमाजबाट ल ठिक छ होइन गाइस अर्को चाहिँ के कुरा मलाई भन्नु मन छ भने भर्खरै यस्तो पानी परेको थियो भर्खरै हेर्नु क्लिन ल गाइस फाइनल्ली हामी चाहिँ यस्तो मौसम त हामी बर्खामा त देखिन्थ्यो धेरै बसी चाहिँ यस्तो क्लिन मौसम देख्न पाएको अवस्था छ